हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी भ्लग। आज चाहिँ हामी काठमाडौँ फन पार्क गएको थियौँ। म चाहिँ टिकट काट्न चल्दिएको गाइज। त्यस पछाडि टिकट काटेर आइसकेपछि म चाहिँ टिकट देखाइरहेको थिएँ अनि हामी भित्रतिर लाग्यौँ। भित्र गइसकेपछि दाइले चाहिँ गिलासवाला खेल्ने भन्नुभयो। गिलासवाला खेल्नुभयो तर सबै ढाल्न सक्नु भएन अनि त्यस पछाडि चाहिँ यसको पैसा पे गर्नुभयो दाइले। त्यस पछाडि हामी भित्रतिर लाग्यौँ। भित्र गइसकेपछि यिनीहरूले चाहिँ फेरि गाडीवाला खेल्ने भनेर पालो आएको थिएन, वेट गरिरहेको थिएँ। त्यसपछि पालो आयो, यिनीहरू चाहिँ खेले, मजाले रमाइरहेको थिएँ। म चाहिँ यिनीहरूको क्यामराम्यान। अनि त्यस पछाडि चाहिँ हामी साइडमा पेन्टिङ रहेछ, पेन्टिङतिर गएर चाहिँ हामी दुई भाइना चाहिँ पेन्टिङमा जस्तो गरेछ त्यस्तै गरिरहेको थियौँ। दाइलाई चाहिँ क्यामराम्यान बनायौँ। त्यसरी हाम्रो भिडियो रेकर्ड गरेको देखेर साइडबाट फेरि एउटा कपालले दाइलाई फेरि पनि क्यामराम्यान बनाउनु भयो। दाइले चाहिँ उहाँहरूको भिडियो बनाइदिनु भयो। त्यस पछाडि चाहिँ हामी साइडतिर बसेर तीन भाइना गफखाफ गऱ्यौँ। साइडबाट दुई भाइनाले जिस्काएर भाइलाई चाहिँ रुम्की हाँसम बनायौँ। त्यस पछाडि हामी चाहिँ बाहिरतिर निस्किरहेको थियौँ। फेरि यिनीहरूलाई चाहिँ यो तिरवाला खेल्नु पऱ्यो अरे, निशाना लगाउनु पऱ्यो अरे। त्यही भएर भाइले चाहिँ निशाना लगाउन कोसिस गरिरह, तर एउटा नि लगाउन सफल भएन किनकि यसको हातै बाङ्गो रहेछ। त्यही पनि हाँसिरहेछ यो चाहिँ। अनि त्यस पछाडि चाहिँ दाइको पाला आयो। दाइले चाहिँ हानिराख्नु भएको थियो अनि त्यत्तिकैमा दाइको चाहिँ एउटा फुट्न सफल भयो। त्यसलाई फेरि पनि फुटाउँछु भनेर फेरि एउटा निशाना हान्नुभयो तर फुटाउन सक्नु भएन। अनि यसको पैसा पे गरिसकेपछि चाहिँ दाइ चाहिँ एकदम खुसी भइराख्नु भएको थियो, मक्ख परिराख्नु भएको थियो एउटा फुटायो भनेर। अनि त्यस पछाडि चाहिँ हामी बाहिरतिर निस्क्यौँ। त्यत्तिकैमा म चाहिँ कसरी देखेछु भनेर यसो लाएर देखेको। अनि यत्तिकैमा हामी चाहिँ पानीपुरी चटपटे खायौँ। दाइले चाहिँ मिठो मिठो भनिराख्नु भएको थियो, एकदम मिठो छ भन्दै हुनुहुन्थ्यो। यत्तिकैमा लास्टमा चाहिँ हामीले आलु किनेर रुमतिर फर्क्यौँ। बाई बाई गाइज।